नमस्कार साथीहरु, म विवेक। आज चाहिँ तपाईहरुलाई म सरप्राइज गराउन चाहन्छु। हामीसँग चाहिँ DNIG का फाउन्डर मनोज सर हुनुहुन्छ। मनोज सर वेलकम। थ्यांक यू। ल अब मनोज सरलाई मेरो केही क्वेशन छ है। मनोज सरले चाहिँ DNIG फाउन्ड गर्नु भएको छ र जहाँ प्रोफेसनल नेपालीहरुको एउटा इन्फ्लुएन्शियल ग्रुप छ। अनि मान्छेलाई इन्फ्लुएन्सर हुनको लागि एउटा ल्याङ्ग्वेज पनि एउटा स्किल हो। हजुरले अरु स्किलको साथसाथमा ल्याङ्ग्वेज स्किललाई कसरी लिनुहुन्छ? हजुर। फर्स्ट अफ अल ELC को लागि मैले धेरै भिडियोज हेरेको छु। आई एम सो प्राउड अफ व्हाट यु आर डुइङ हैन। अनि यहाँ दुबईमा मान्छेको लागि अपर्च्युनिटी धेरै छ, तर दे हैव टु इक्विप देमसेल्फ विथ स्किल्स, विथ नलेज, विथ कम्युनिकेसन। अनि जुन ELC ले गर्नु भएको छ त्यो कम्युनिकेसन, कति मान्छे हैन ट्यालेन्ट छ तर त्यो कम्युनिकेसन अनि कम्युनिकेसन साथसँगै त्यो कन्फिडेन्स छैन। तर तपाईले जुन ELC को माध्यमबाट गर्नु भएको, so I'm very happy what you're doing with that. And it is helping many people around Nepalese ko lagi and helping them build confidence. And English pani साथ सँगै free session पनि भइरहेको छ। एक्ज्याक्टली। अनि अब हजुरको पर्सनली क्वेशन मैले हजुरलाई गर्नु पर्यो भने हजुरले कसरी इंग्लिश सिक्नु भयो अथवा कम्युनिकेसन कसरी सिक्नु भयो? म एउटा एक्जाम्पल दिन्छु हैन। अब मेरो इंग्लिश म बच्चादेखि इन्डिया कलकत्ता सेन्ट जेभियर्स कलेज होस्टेलमा बसेको। सो अब थ्याङ्क गड फर द्याट। तर सबैको त्यस्तो नहोला। सो म एउटा सानो टिप्स दिन्छु हैन। म स्पेलिङमा र इङ्ग्लिसमा म कसरी राम्रो थिएँ। जब पनि म बाटोमा हिँड्छु या म किताब हेर्छु या म टिभीमा केही हेर्छु नि, म त्यो शब्द पढ्छु के। जस्तो फर एक्जाम्पल गाडी छ टयोटा, सो आई रिड इट टयोटा। अनि म ब्रेक डाउन गर्छु टयोटा, स्पेलिङ पनि TO यो YO TA टा। सिलेबलमा लानु हो, सिलेबलमा लान्छु। अनि त्यो आई लभ रिडिङ न्युजपेपर, आई लभ वाचिङ न्युज। अनि त्यो हेरेर के हुन्छ त्यो आफूमा पनि एड्याप्ट हुन्छ। सो इट हेल्प्स अस हैन। त्यो सानो टिप्स हो। अनि त्यो जस्तो अब तपाईको टी सर्टमा हेर्नु ईगेल लेखेको छ। सो म ईगेल GLE। सो त्यो पनि एउटा सानो टिप्स हो हैन मान्छेको लागि। आई थिंक दैट विल हेल्प अल्सो। हजुर। अनि फाइनल क्वेशन चाहिँ युमा धेरै नेपालीहरु आउनुहुन्छ हैन जब खोज्नको लागि, जब एप्लाई गर्नुहुन्छ, CV बनाउनुहुन्छ। उहाँलाई इंग्लिश एज अ कम्युनिकेसन स्किल अथवा मिन्स अफ कम्युनिकेसन इन्टरभ्यूको लागि CV प्रिपरेसनको लागि कतिको जरुरी छ र उहाँले कसरी सिक्न सक्नुहुन्छ? हजुर। सो म DNIG को फाउन्डर हो। थ्याङ्क यू सो मच फर ब्रिङिङ मी हियर। अनि केही शब्द बोल्नको लागि हाम्रो DNIG मा पनि प्रोफेसनल भन्दाले हामी त्यो ठुलो जब, ठुलो पावर, ठुलो पोजिसन, स्यालेरीवालालाई लिँदैनौँ। हामी त्यो प्रोफेसनल माइन्डसेटवालालाई हैन इन्करेज गर्छौँ टु बी पार्ट अफ दिस ग्रुप। इन द सेन्स जस्तो सरले भन्नुभयो नि इन्टरभ्यूको लागि के इम्पोर्टेन्ट छ। सो इन्टरभ्यूको लागि इम्पोर्टेन्ट। अब तपाईँ मेरो इन्टरभ्यूको म याद गर्छु हैन। जब म इन्टरभ्यूमा गएको थिएँ नि, इट्स नट अबाउट म कहाँबाट आएँ या के गरेँ, बट इट्स अबाउट माई कन्फिडेन्स। तर त्यो कन्फिडेन्स पनि कम्युनिकेसनमा आउँछ। हाउ यु स्पिक, हाउ यु इन्टरेक्ट विथ द अब इन्टरभ्युअर। सो कम्युनिकेसन हैन, तपाईँको कम्युनिकेसन भएपछि कन्फिडेन्स हुन्छ। अब बोल्नै नआएपछि कहाँबाट कन्फिडेन्स आउने? सो आई थिंक द्याट इज भेरी इम्पोर्टेन्ट। थ्याङ्क यू सो मच सर तपाईको लागि। आज हामी नेपाल महोत्सवको ब्याकग्राउन्डमा छौँ हैन। आज यहाँ यो अवसरमा हजुरसँग भेट्दा एकदम खुसी लागेको छ। र सम्पूर्ण हाम्रो ELC DNIG हेरेर बस्नुहुने साथीहरूलाई चाहिँ हैन स्किल डेभलपमेन्टमा काम गरौँ हैन। हामी आफैले स्किल गरौँ र सबै कुरा हाम्रो हातमा छ। हामी गर्न सक्छौँ। वी क्यान डु द्याट। एब्सोल्युटली। थ्याङ्क यू फर दिस एन्ड आई विश यु द बेस्ट। अनि तपाईहरु जो पनि हेर्दै हुनुहुन्छ, डोन्ट फिल शाय, डोन्ट फिल awkward या odd। अगाडि बढ्नुहोस्। इफ यु हेभ टु लर्न, इफ यु वान्ट समथिङ, तपाईँ अगाडि बढेर हेल्प माग्नुहोस्। ELC इज देयर फ्रीमा तपाईँलाई इङ्ग्लिस सिकाउँदै हुनुहुन्छ। गुड जब, अल द बेस्ट। थ्याङ्क यू सो मच सर। थ्याङ्क यू सो मच। थ्याङ्क यू।